रातिको 4 बजिसकेको छ। म चाहिँ काममा छु। अहिले मेरो रेस्ट टाइम थियो कि काम गर्दै गर्दा नाइट काम थियो, रातिको काम जापानमा है। अब मेरो काम चाहिँ एकदमै सजिलो छ। मैले जापान आएर पहिलोचोटि यस्तो काम पाएको हो। अब जापानमा बसेर काम गर्ने खासै भेटिँदैन, तर मेरो काम गर्ने चाहिँ बसेर गर्न मिल्ने काम छ, राति नाइटको काम। मैले आजसम्म जापान आएदेखि यसरी बसेर गर्ने काम चाहिँ भेटेको थिएन। यो चाहिँ मेरो फर्स्ट टाइम हो। मैले चाहिँ बसेरै गर्नुपर्ने काम एकदम भेटेको छ। एकदमै राम्रो काम छ भनौँ। म चाहिँ अहिले अब 4 बजिसक्यो। अब 2 घन्टा 6 बजीसम्म मेरो काम हो। काम चाहिँ बसेरै गर्नुपर्ने काम छ कि मेरो। मैले जापान आएर यो चाहिँ फर्स्ट टाइम नै होला यसरी बसेर गर्न मिल्ने काम देखेको पनि गरेको पनि। सजिलो जापानमा गाह्रो मात्र काम हुन्छ भन्ने छ सबैको। मेरो चाहिँ एकदमै राम्रो काम छ है।